तपाईहरुलाई पनि गिटार बजाउँ हुन्छ जब तपाईले यो गिटारलाई पर्चेस गर्नुहुन्छ। भिडियोलाई सेभ गर्नु भएको छैन भने सेभ गर्नुस् अनि हामीलाई फलो गरिहाल्नुस् है त। आज मैले कुरा गर्दैछु टागिमाको TW सिरिजको गिटारको बारेमा जसको मोडल नम्बर रहेको छ TG530। यो गिटार भनेको चाहिँ अलिकति बिगिनर र इन्टरमिडिएटलाई फोकस गरेर टागिमाले बनाएको छ। अब यसको फिचर्सको कुरा गर्नु पर्यो भने चाहिँ बडीमा चाहिँ हजुरहरुले पपलर वुड युज भएको देख्न सक्नुहुन्छ अनि यसको नेक र फ्रेटबोर्डमा चाहिँ हजुरहरुले ल्यामिनेटेड मेपल वुड युज भएको देख्न सक्नुहुन्छ। अनि यसको पिकअपको कुरा गर्नु पर्यो भने चाहिँ SSS पिकअप पाउन सक्नुहुन्छ जुन चाहिँ सिंगल कोइल पिकअप रहेको छ। यो पिकअपको काम भनेको चाहिँ अलिकति तपाईले क्लियर र ब्राइट टोन दिन्छ। जस्तै तपाईले चाहिँ पप, फंक, ब्लुज अनि क्लासिक रकहरुमा चाहिँ यो गिटारलाई चाहिँ प्ले गर्न सक्नुहुन्छ। अनि यसको कन्ट्रोल्सको कुरा गर्नु पर्यो भने यहाँनिर एउटा भोल्युम नब दिएको छ अनि दुईटा टोन नब अनि 5 वेज पिकअप सिलेक्टर दिएको छ। हार्डवेयरको कुरा गर्नु पर्यो भने चाहिँ हजुरहरुले क्रोममा पाउन सक्नुहुन्छ। अनि यसको कलर अप्सनको कुरा गर्नु पर्यो भने चाहिँ हजुरहरुले यहाँ भिडियोमा यसको कलर अप्सन हेर्न सक्नुहुन्छ। अनि मलाई चाहिँ यो गिटार किन पनि मन परेको भने यतिको बजेटमा यस्तो बवाल गिटार टागिमाले लिएर आएको छ। अब यसलाई चाहिँ हजुरहरु फिजिकल स्टोरमा आएर ट्राई पनि गर्न सक्नुहुन्छ अथवा रिभ्यूहरु हेरेर हजुरहरुले अनलाइन अर्डर पनि गर्न सक्नुहुन्छ है त। हाम्रो अल ओभर नेपाल डेलिभरी हुन्छ।